बारी मेरा लगाइ आज चाहिँ हामी दासढुङ्गाको भ्रमणतिर होइन त्यो कता हो प्रकाश त फर्स्ट होइन तँलाई सेकेन्ड नम्बरमा राखिदिने हो क्या के कुरामा भन्दा कृष्ण नम्बर भिडियो बनाउनलाई सेकेन्ड नम्बरमा राखिदिनु पर्छ क्या यस्तो यस्तो उसहरू त चट्ट राख्नुपर्छ कि मेमोरीको लागि पनि होइन होइन त राजु मेमोरी हुन्छ नि त ल 3 खोले गुम्बा यो चाहिँ हाम्रो भरतपुरको आजकल ढिलो भन्यो नि कस्तो ढिलो भन्यो म त्यो किन्दै जान्थेँ कि लुगाहरू भाँडाहरू केही फरक पर्यो मोमो खाने भाँडाहरू म प्लेटकै प्लेट साह्रै हर्ज भएको थियो क्या सकिएर अर्को 4-5 प्लेट मलाई के भाँडामा ल्याएको भाइ भनेर पहिलाले अस्ति ए त्यही त नि भाँडाकुँडा अलिक कमै छ अहिले मेड इन इन्डिया कम भएको त होइन फुटेर फाल्यो कि धेरै है के हो यो त्यो भाँडाहरू पुरा हाल्दा मलाई त त्यो आउँछ कि आउँदैन भाँडामा राजपाल सोधेको खै मैले आज के अब राजुलाई अहिले भर्खर सोधेको आएन सर आज त भन्थ्यो अहिले फोन गरेर भर्खर त्यो दिदीलाई अँ दिदी हो कि बहिनी हो भाँडामाथि दिदी हाम्रो फेरि बानी फेरि बहिनी भाइ भन्ने बानी नै छैन क्या जत्रोलाई नि दिदी दाइ भन्ने बानी छ नि त्यही भएर त्यो भनेपछि यस्तो फिल हुँदो रहेछ क्या माटो अझ यङै छु म जस्तो हुँदो रहेछ क्या कल्पनाले क्या अस्ति दिदीले क्या के हो तेरो आफूले आफूलाई कहिले बुढो नभन्ने हो क्या आफूभन्दा सानसानलाई नि दिदी भन्ने दाइ भन्ने भन्दै थियो भन्नै आउँदैन त के गर्ने है यो बानी कस्तो बानी क्या ल हामी चाहिँ यहाँ आप्टारी आइपुग्यो हिँड्दैछौँ बिस्तारै बिस्तारै होइन भने हाम्रोमा आउने विकास के त्यो अस्ति विकास काभ्रेकोमा पठाएको पैसा के भयो पठाइदियो पठाइदियो एउटा लोकल पुरा ठाडो पारेको ठाडो पारेर राखेको छ बुढी आफैले फोन गरेर दाइ म पैसा हालिदिन्छु भनेको बिर्सेछ भने कति हो भनेको 1790 हालिदिनु है भनेको नि हालिदिनु हो मैले चुलो भन्छ नि चुलोमा एकदम गल्ती हुँदो रहेछ कि चुलो हेर्नुपर्छ क्या राजकुमार रियल हो फेरि यो चाहिँ जोक्स होइन उसले भन्न खोजेको कुरा उडाएको हो आइटीमा नेपालमा हामी चाहिँ अब ढेँडो जति पनि मैले मन्दिर सूचीहरू छ नि सबले 300 दिन बाटोको छेउ अनि हामीसँग बसेर हामीसँग म त्यत्रो सङ्गत गरेँ त्यत्रो मन्दिर भाद्रमा आइटीमा मन्दिरले 4-5 लाख खान्थ्यो 2.5 लाख अमेरिकन खान्थ्यो यही 7 लाख खान्थ्यो देखेर हल्लाउनु मान्छे आएको वर्ष हल्लाउनु 15,000 दिन मान्छे पानी तताउन हालेर घिउ के अरे घिउ हाल्नु हाल्यो बनाउने मान्छे पाइँदैन बनाउने मान्छे मेरो यहाँ भाइको तल्ला रेस्टुरेन्ट छ क्या त्यसमा के अरे एउटा ढेँडो बनाउने मान्छे अझै चुलो भन्नु त्यस्तो त बललाई दाबीले हान्न सकेन नि उसले हान्न दाबीले हान्न सकेन कति सुरुमा पानी उमाल्ने रहेछ उमाल्यो भन न पानी ततायो पानी अलिअलि मन्दाएको भएपछि 3 चम्चा जति घिउ हालेर त्यसपछि 1 चम्चा नुन हाल्यो ढिँडोको मामले यार हस्यो मामरी निकाल्दै खाँदै मामरी निकाल्दै खाँदै फेरि हुनलाई पनि टुटुलकै उठाउनु पर्छ नि फेरि मिताउँदाखेरि फेरि हुनलाई पनि टुटुलकै उठेर टाउ उठाउनु पर्छ फेरि पानी उमेरै छ टाइल्स यही हो
यहीँबाट छिर्नुपर्ने पुर्खाउनी गर्नु म त सुनौ न म त कसरी तिमीलाई चिन्नु थालेन मैले लगभग धेरै डाँडा चिन्छु क्या चौकी डाँडा चिन्छु ए म त भाइ मेरो सुरुमा हामीले पिठो हाल्नुको कारण चाहिँ खास के हो यो गिर्खा नराम्रो ए हो मैले त लास्ट टाइम हाम्रोमा बनाएँ नि किलो जिन्दगीमा सबभन्दा मिठो भनेर त्यही खाएको अस्ति एकदिन हाम्रोमा बनाएँ नि कम्ता कतिजना 5-6जना भएर बनाएको नि बनाउनु पर्ने एउटा हालेर बनायो भनेको त एउटा दाबीले हान्न सक्दैन र अर्को अर्कोले हाने लाउन त हेरेको त फुटालै नसकिरहेको छ त्यस्तै लङ बनाउनु अब आगोमा अलिक पछि हालेँ मेरो पनि मार्छ घरमा भात पकाएर बसेर अहिले चाहिँ नभएको हाल्यो पछि हाल्छ अब एक्कासी खाली खाली मेरो पनि एउटा टेलिभिजन छ कि भाइ होइन यसरी बनाउनु रहेछ एकचोटि वाममै हालेर खुवाएको कहाँबाट हुन्छ बिस्तार बिस्तार हाल्दै मेरो चाहिँ उमा छ कि मेरो कहाँ भन्दाखेरि बिस्तार बिस्तार हाल्दै मालपुतबाट 2-2.5 किलोमिटर अगाडि मेरो माछा फार्म छ कि तपाईँले चिनेको क्या हो तर यहाँको मान्छे त हो होइन यहाँको मान्छे त अनि हामी त लड्ने सुरुमा कोदोको हाल्यो अहिले चाहिँ मकैको हाल्यो गरी गरी बिस्तारै बिस्तारै हाल्नु पनि रहेछ अनि त्यो लन्च पठाउने हो कोही मान्छेहरू हुन्छ नि यसो गाउँ ठाउँमा कि काम गर्ने भने मलाई मेरो मात्रै फार्ममा पनि चाहिरहेको छ कि अहिले हिजोआज त्यस्तो मान्छे नभेट्ने यहाँ पनि छ कि एउटा बिचरा गोरानी बुढीको चाहिँ मान्छे नभेटेर तनाव छ मलाई त अरूहरू काम गर्नु चाहियो मेन कुरा होइन मेरो त्यहाँ चाहिँ माछा फार्महरू पनि हेर्नु पऱ्यो अनि यतातिर हाम्रो एकमुठी माछा पनि हेर्नु पऱ्यो कि जान्नु पऱ्यो नि पकाउन नाति आँखाहरू त्यसरी बनाएको अस्ति भयो भने पिठो हालेर पिँडाले ताने अनि यो डल्ला नपर्नु ल हजुर एकैचोटि हाल्यो भने एकैचोटि हाल्यो भने त खानासँग खाने होइन एकछिन तेल तताएर राख्नु मैले पहिलेबाट जाने थियो कि गर्दा गर्दा आमाहरू त्यही राखिराख्नु यो डल्ला पुरानो भन्दो रहेछ कि ए भापै हाल्ने हेर्दो रहेछ नि त केटाहरू तरिका बेला तर मिठो त मिठो भएको है त्यो दिनमा खाना त मजा आएको माछाको झोलसँग माछा मिठो भएको थियो परिवार लिएर गएर पकाएर केटाहरूलाई बिहिबारको दिन नि झम्की झम हान्दै जानु मैले भोक रन्थेर आउँदा एकचोटि फुर्सद भयो बेलामा आयो भने मेरोमा ठ्याक्कै कहाँ भन्दाखेरि गर्न पनि सक्छ गऱ्यो त मलेकोतिर 3-4जनाले लैसक्यो यस्तो त यता त छैन एउटा राग बनायो मजाले त्यसमै मजाले गर्छ यता चाहिँ तर तपाईँको चाहिँ तिमीले कुखुरा चाहिँ के गर्छ मन्डीबाट उठाउँछ कि गाउँबाट ल्याउँछ होइन यति मन्डीबाट पनि जान्छ बेला बेला बालकुमारी मन्डी बालकुमारी मन्डी कोसँग लिन्छ माडी आफै सेम परे गर्न हाम्रो किन अनि अघि नै त्यसलाई के भन्छ अरे प्रेस मार्ग भन्छ त्यसलाई के ए प्रेस मारेर तल सहीचोक तल त्यसलाई के भन्छ त्यो छेउपन्डामा आशिषको मिल रोड मिल एरिया ए मिल्स एरिया उता के अरे तपाईँको के भन्छ अरे त्यो केको रूप पहिला प्रकाश दाईको पहिला जिम हल थियो कि सेन्ट्रल कलेज नि त हो कि सेन्ट्रल कलेज नजिकै ओहो सेन्ट्रल कलेज के को पैसाहरू सोधौँ भनेको थियो उनीहरूले पैसाहरू बेच्छ झेडो सेडोहरू बेच्दैन भेडो त पार्टीले खाइसक्यो नि भाइ पाते ढेँडो उठेर है जताततै बेचिसक्यो नि भेडो त पार्टीले सक्छ भेडो त अरू कोही खान्छ नि अब हामीले कसरी बनायो
ढेँडो मोल्ने त कतिजना थियो एउटा यो थियो एउटा राज विनोद अनि अर्को मोल्नु परेन 5 जना थियो 5 जना 5 जनाले मोडेको रेडी भइहाल्यो नि अब अनि यसको माम्री बस्यो त्यस्तो गर्दाखेरि टक्क लाएर होइन यस्तो घुमाइरहनु यस्तै हाल्नुपर्ने रहेछ अनि कहाँ सक्छ बिना सुगरको हलुवा खुवाऊ केरलाहरूले बिना सुगरको हलुवा खुवाऊ हलुवा भन्थ्यो क्या त्यसलाई एकचोटि के विनोद मैले सिटीमा ढेँडो खाएको है घरको मुखमा हालेर पनि भित्र छेउ नहुँदै भएको नि चुला हालेको मगरहरूसँग गएको काँडो हो नि त पुष्पाको ए खाइदिन्छ आफू हाल्नै सकेन चलाएर खाइदिन्छ हाम्रोमा पानीको माछा खायो भने तिमीले एउटै कुरालाई फोकस गरेको यस्तो चुलोहरूलाई आगो बलेकोबाट यस्तो तान्यो नि त यत्रो बन्छ भ्लग त्यहाँ बनेको त्यो भ्लग एउटै मुख बनाएर दुईटा पाल बनाइदिने हुँदो रहेछ त पाल चाहिँ यस्तो कडे ढ्याक्क अड्ने यस्तै बनाउनु पर्छ कि ठुलो ए हो तिम्रो घर चाहिँ मर्लिएर आउँछ ए आफू पनि चिन्ता हो यस्तो चिम्टा चाहिन्छ कि एउटा मोल्डिङ गरेर होइन यो कामीले बनाउने हो क्या हो त नि त्यो आरन बनाउँछ नि कामीको आरन हो न हो त्यसमा बनाउँछ क्या यस्तो यस्तो चाहिन्छ क्या झ्याप्प समात्छ नि यसो पहिले चाहिँ समात्दा नि समात्दिन यार लामो छ आगो बाहिर सक्दैन कोइला सोइला यसो केला पनि सहिलो हुन्छ लामो छ अनि उसको चाहिन्छ त्यतिकै हामी चाहिँ केटाहरूले अलिक ढिलो खाना खाऊँ भनेको मेरो मान्छे खोज्दियो भने हामी त्यसो मार्दिनु पर्यो रिजेक्ट आएको लगभग धोएर रेडी भयो अब सक्ने कार्यक्रममा थाल फकफक हुन्छ है माथि होइन के हुँदैन यता हेर्दा फेरि आँखा के भएको ए गाडीको नानीमा क्या रातो देखेको गाडीको रिफ्लेक्सन आएर आगो नै चाहिएन दन्दन्ती है राबै राबै सल्लक्क पाकेर बुढी पुलिस लियो तिमी हाम्रो खानाको लागि गार्निसिङ हुँदैछ अब प्लेट अलिकति स्लाइड आयो त्यसपछि रायोको साग यो अलिकति भुजिया चुला यस्तो भएपछि साइडसँग राखेपछि तातो भइरहेको छ कि है यो चाहिँ अचार
ए मसरुम हो ए मसरुम पनि रहेछ लोकल कुखुरा हो नि है लोकल मात्रै आउने ए यहाँ है लोकल मात्रै हुन्छ है हजुर भालेहरू हुन्छ पछाडि हजुर, हजुर। मान्छे आएपछि टक्क अर्डर गर्यो काट्यो ए हजुर हजुर अन्त दाल पनि अब पोल्ने हो भने पोल्ने खाने हो भने खाने ए सेक्का हजुर हजुर ढेँडसँग खानलाई ग्रेभी चाहिँ हो यसमा यो हालिदिनु ए हजुर हजुर फ्राई गरेर ए हजुर हजुर कसैले फेरि खान मागे त खाँदैन हो हो फ्राई नै खाने कि झोल हालेर खाने हो मासु तिमी झोल हालेर खाने कि फ्राई खाने त्यो हालिदिनु त्यसो भए होइन फ्राई पनि खाने हो छिटै भन्नु ए हो ल ल ल ल हालिदिनु हुन्छ हुन्छ दुईवटा चिकन भनेको दुईवटा चाहिँ सुकुटी भने हामीले ए दिदी सुकुटी ल्याउनु सुकुटी आउनु सुकुटी यो र यो एउटै हो मिलेर गर्यो हो अच्छा क्या के हुँदैन बहिनी के हुँदैन जहाँबाट ल्याउ के फरक पर्दैन दिदी बहिनी हो क्या हामी स्कुटी चाहिँ लिनु पऱ्यो साक्खै हो साथै आमा जुबरी ए अब पालो आयो ढेँडोको गाइज ल ओहो दुई ठाउँमा हाल्नु दुई ठाउँमा चाहिँ ठिकै ठिकै हाल्नु दुई ठाउँमा चाहिँ ठिकै ठिकै हाल्नु है उनीहरू अलिक खासै खाँदैन हजुर थोरै हाल्दैन बरु खानु लागि फेरि थोक ल ल ल आऊ राजु आऊ ओ भाइ पुरै हाल्दिनु मलाई राजु बस राजु बस ल है कहाँ छिर्नु ल राजु हालेर खाऊ यो ल हालेर खाऊ राजु विशेषमा मुसिँदै हुँदैन नि मेरो पहिले सबभन्दा पहिला हातै चताउन जान्छु कि फर्स्ट बाइट लिएर ल आनन्द होइन आहा आउटिङ हो दाजु राजु कान्छा खोडा कान्छा सर म 10 ढुङ्गातिर साग चपाक है गाईहरू ढेँडो होइन 10 ढुङ्गा 10 ढुङ्गामा ढेँडो खाँदा एउटा काम थियो कि यता तेरा छोएर हामी ढेँडो खाएर मलाई ढेँडो खाइदियो कि गोर्खा आएर म तँलाई भन्छु फोन हेर ल ए ल ल ल खान्छु है